नमस्कार, म एउटा सानो घाँसे गीत गाउँदैछु। हजुरहरूले लाइक कमेन्ट गरिदिनु होला। राम्रो नराम्रो जस्तो भयो नि सुनिदिनु होला। म सानो उमेरमा टुकुटुकु हिँड्ने बेला भएपछि, चिन्ने बेला भएपछि दादाले टोपी जहाँ फुकाले राखे पनि खाना खाने बेलामा अब त्यति बेला त टोपी झिकेर औसानी राख्ने चलन थियो। अहिले त अब राख्नुहुन्न। अनि त्यति बेला जहाँ दादाले टोपी फुकालेर राखे पनि मैले चाहिँ टोपी झिकेर लगाइहाल्थेँ अरे भन्नुहुन्थ्यो आमाले। यसले टोपी झिकेर हैरान बनाउँथ्यो दाइलाई। अहिले छोडी टोपी झिक्नलाई, टोपी लाउनलाई छोडी भन्नुहुन्थ्यो। म अहिले ठुलो भएपछि त्यही भएर मैले पुरानो यादमा टोपी लाएर एउटा घाँसे गीत गाउँदैछु। हजुरहरूले लाइक कमेन्ट गरिदिनु होला। साधनको हलो खमारीको जुवा नराम्रो पातको जोतर धोबीले धुनी त्यही त राम्रो हुने नराम्रो पातको जोतर। तिमी जाने ठाउँमा मनी सँगै जानेछु नगर नहतार। किन मान्छौ पिर उज्जल गरासिर किन गर्छौ हतार।